नारायणगोपालको शालिग राख्दाखेरि म त्यो बेलामा महाराष्ट्रको वडा अध्यक्ष थिएँ। अनि धेरैले भनिदिएपछि तपाईँले नारायणगोपालको शालिग कसरी राख्नुभयो भने मैले भने कि एउटा यो मुलुकमा एउटा वर्ग मात्रै छन् कि त्यो आफ्नोको वर्गको चाहिँ एकदमै इज्जत गर्ने मान गर्ने त्यो हो राजनीतिक वर्ग। आफ्नै नेताको मध्ये शालिग राख्ने, आफ्नै नेताको मध्ये बाटो राख्ने। म पनि राजनीतिक कर्मी, मलाई पिर पर्यो। ए बाबा, यो देशमा कुनै पनि देशमा न हामी न उनीहरू त्यहाँको नेता हेर्न कोही जाँदैनन्। त्यहाँको कला संस्कृति, त्यहाँको प्राकृतिक चिज हेरेर जान्छन्। अनि मलाई पिर पर्यो, त्यो मेरो चोकलाई पनि कुन चाहिँ नेताको नाममा राख्दैला भनेर हत्रपत्र नारायणगोपालको शालिग राखिहाल्यो। र मैले यो अर्थमा भन्न गइरहेको छु, तपाईँहरू आज धेरै कलाकारहरू हुनुहुन्छ। कुनै पनि गीतकारले अर्को गीतकारलाई सम्मान गर्दैन, उसको संरक्षण गर्दैन। कुनै पनि गायकले अर्काको गीतको चाहिँ सम्मान गरेर संरक्षण गर्दैन। कुनै पनि सङ्गीतकारले आफूभन्दा अर्को सङ्गीतकारलाई समेटेर लाँदैन। एउटा इन्जिनियरले अर्को इन्जिनियरको चर्चा गर्दैन, एउटा डाक्टरले अर्को डाक्टरको चर्चा गर्दैन। त्यो सबैको चर्चा गर्ने भने हामी राजनीति गर्ने मान्छेले हो। त्यो सबैलाई व्यवस्थित गर्ने भनेको हाम्रो काम हो। त्यस कारण हामीले नगरे, मैले नगरे कसले गर्ने त? त्यो सोचबाट मैले नारायणगोपाल सङ्गीत कोष म बनाएँ। अहिले धेरै कुराहरू बनिरहेको छु। सायद मलाई जहाँसम्म लाग्छ नेपालको इतिहासमा त्यो यस्तो ठाउँ हुनेछ कि त्यहाँ पुगेपछि एउटा गीतकार र सङ्गीतकार र एउटा गायकलाई त्यहाँबाट यो चिज चाहिँ पुगेन भनेर फर्किने स्थिति नहुने गरेर सम्पूर्णता दिने एउटा प्रयास गरेको छु। र अर्को कुरा, केशव दाई जस्तो व्यक्तित्वहरू होइन, हामी के भने स्रष्टाहरू हामी बिचमा नरहिसकेपछि मैले पनि भन्ने गरेँ, केशव दाईले भन्नुभयो स्रष्टाहरूलाई अगाडि सो कहिले पनि नराख्नु है, त्यो राख्नै पाइँदैन। उहाँहरू सधैँ हामीसँग हुनुहुन्छ जीवन्त। तर के भने कहिले कहिले के समस्या हुँदो रहेछ भने स्रष्टाहरू आफैमा हिरा हुन्। त्यो हिरालाई मान्न पर्दैन रहेछ कि यसो कुइनोले सफा गर्दै पुग्दो रहेछ, साइनिङ आइहाल्ने। त्यति काम चाहिँ हामीले गर्नुपर्छ। आज केशव दाइले गर्नु भएको छ, हामीले त्यो काम चाहिँ गर्नुपर्छ। समाजले र राजनीति गर्ने व्यक्तिहरूले, विशेष त म राजनीति गर्ने व्यक्तिहरूलाई नै भन्छु। अब हामी बिचमा रहनु भएको छैन भीम विधायकहरू, आज उहाँको आत्मा स्वर्गमा बास छ। उहाँको कीर्ति हामीसँग यहाँ छ। त्यो कीर्ति र स्रष्टालाई जोड्ने अथवा चङ्गा र लट्टाइको बिचमा हामी धागो बन्नुपर्छ। हामीले उहाँहरूको विषयमा चर्चा गर्न कहिले छोड्नुहुन्न। जब चङ्गा धागो काटिन्छ, स्रष्टा एकतिर, कीर्ति एकतिर र हाम्रो समाज अर्कोतिर हुन्छ। र मैले अर्को पनि भन्ने गरेको छु, जब हामीले आफ्नो संस्कृति कल्चरलाई, आफ्ना सभ्यताहरूलाई बिर्सिन्छौँ भने हाम्रो एकदमै स्पष्ट हामी अर्काको दासत्वतिर हिँड्यौँ है। म अझै नेताहरूलाई भन्ने गर्छु, म स्वयं नेता भएर म कुनै पार्टीको केन्द्रीय सदस्य पनि हुँ। म अहिले पनि भन्छु, मेयर साहब यहाँ हुनुहुन्छ, धेरै देशहरूमा हामीले इतिहास हेरेका छौँ। र अहिले भर्खर पनि हामीले जेनजीको आन्दोलन देख्यौँ। हेर्नुहोस् त, सबै नेताको शालिग ढले। नारायणगोपालको शालिगमा पानी खनाएर, नुहाइधुवाइ गराएर, माला लगाएर स्रष्टा बने, त्यस्ता चिज हुन्। त्यस कारण जब स्रष्टालाई सम्मान गरिन्छ तब हामी सम्मानित हुन्छौँ। मैले भने नि, कुनै पनि मुलुकका नागरिक यो देशमा नेता हेर्न आउँदैनन्, न हामी नेता हेर्न जान्छौँ। त्यस कारणले हामीले सबै चिजको संरक्षण गरेर व्यवस्थापन गर्नुपर्छ। हामी किन कन्जुसाइ गर्ने? म मेयर साहबलाई भन्छु, म वडा अध्यक्ष हुँदाखेरि 7 करोड रुपियाँ छुट्याइदिनु नारायणगोपाल सङ्गीत कोषलाई, लौ जाने। म अरू कामै गर्दिनँ, किनभने त्यो संरक्षण गर्न सिक्नुपर्छ हामीले। यो हाम्रो इतिहास हो। जसले इतिहासलाई बिर्सिन्छ त्यसको भविष्य के पनि छैन। साहित्य सिर्जना भनेको त यो यस्तो इतिहास हो कि यसले हाम्रो एउटा जीवन्त होइन। मैले अझै अर्को कुरा भन्ने गरेको छु, हामीले निर्माण गरेका भौतिक संरचनाहरू यसो जग खन्यो भने भत्किन्छन्। हामीले बनाएका संरचनाहरू जग खन्यो भने भत्किन्छन्। तर एउटा यस्तो चाहिँ यो सङ्गीत साहित्य भन्ने चिज यसको यस्तो चिज हो कि यसको जति जग खोतल्यो त्यति सुन्दर घर बन्दै जान्छ। यसको जति हामी चर्चा गर्दै जान्छौँ त्यति सुन्दर समाज बन्दै जान्छ। यसको जति हामी चर्चा गर्दै जान्छौँ त्यति सुन्दर
समाजको सिर्जना हुन्छ। त्यस कारणले हामीले साहित्य सङ्गीतलाई यति चाहिँ प्रेम गर्न सिकौँ। यो प्रेम गर्दाखेरि हामी आफैमा उजागर हुन्छ र जुन यो अब मैले पनि अब नारायण गोपाल र तारादेवीबाट मेरो अहिलेको नेतृत्वमा अब धेरैजना हुनुहुन्छ। अब हामीले पनि गीतकार सङ्गीतकार गायक तीनजनालाई सम्मान गर्छौँ। नारायण गोपालको तर्फबाट तीनजनालाई, तारादेवीको तर्फबाट तीनजनालाई हामी तीनटालाई समायोजन गर्छौँ। हामीले इतिहासलाई सम्मान गर्छौँ, जस्तो आज हाम्रो किरण बल हामीले गऱ्यौँ। वर्तमानलाई जोगाउँछौँ र भविष्यतिर चिन्तन गर्दै अर्को जेनेरेसन पनि हामी चाहिँ ह्यान्डओभर गर्दै जान्छौँ। यसरी गीत सङ्गीत साहित्यलाई चाहिँ ह्यान्डओभर गर्दै जानुपर्छ र तिनटै वर्गलाई हामीले समेट्दै जानुपर्छ।